झ्यापझिप झ्यापझिप सानो चमच नभएर So hello, good morning friends. Once again welcome back to my vlog. So हामी चाहिँ अहिले गाउँमा छौँ and then आज चाहिँ हामी घुम्न जान आँटेको छौँ दोबाटे जुन चाहिँ माथि लेख्न पर्छ हाम्रो घर चाहिँ बेसीमा छ अनि अहिले चाहिँ बिहानको 5:30 मेबी 5:30 भइरहेछ अनि हामी चाहिँ जान आँटेको छौँ दोबाटे जुन चाहिँ पर्छ लिम्चुङबुङ गाउँपालिकामा त्यो चाहिँ उदयपुरमा and so yeah we are moving ahead. Okay हाम्रो गाडी चाहिँ छुट्यो भनेर हामी म चाहिँ अघि बिहान कति 4 बजे नै उठेको भाइलाई उठाउन जाँदा 5 बज्यो त्यसपछि आई मिन म रेडी भएँ त्यसपछि अब हामी हिँड्न आँटेको छौँ भाइले पनि ब्रस गरिसक्यो यता मामाहरू पनि सबैजना उठिसक्नु भइसक्यो अब हामी जान्छौँ अहिलेको मौसम चाहिँ चिसो चिसो छ सो मैले चाहिँ सर्ट बोकेँ आई डोन्ट ह्याभ ज्याकेट मैले देखाएन ज्याकेट अनि आई थिङ्क यु गाइज आर थिङ्किङ द्याट वाइ आई वेयर दिस ड्रेस अलवेज किनभने चाहिँ मैले ड्रेस अरू लुगाहरू ल्याएन सो गाइज हामी चाहिँ गाडीमा चढिसक्यौँ अब हामी जान आँटेको हामी जस्तो यसलाई के भन्छ हुटमा चढेर जान आँटेको अगाडि सिट छैन त्यही भएर हामी जाँदैछौँ बाई भन् हाम्रो गाउँमा त्यस्तो हुस्यो लागेको छ जाँदैछौँ लाइकी के जतिको गाइज हाम्रो चाहिँ हिँडिसक्यौँ गाडीमा हिँड्छौँ हामी गाइज रमाइलो भइरहेछ रमाइलो भइरहेछ अझै माथिबाट हाम्रो अङ्कल र भाइ माथिबाट चाहिँ लिन बाँकी छ दिनलाई मेरो गाई बुझे हेर मेरो साई उभि हेर मेरो लाइन सुनि हेर दुःख पीडा तिम्रो गायब हुन्छ हेर गस्तीको होइन म तिम्रो खलनायक बजाउनु न भन्छ छ्या अझै ठुलो सामानमा हो नका बजाउनु केटा सोध्न कस्तो बाबा देख्यो यार कान्छीलाई घुमाउने काठमाडौँ सहर रात रानी फुले अनि के कान्छीलाई घुमाउने काठमाडौँ सहर होइन लिम्चुङ सहर गान सुरु गरौँ त हामी त पूर्वेली छिटो बोली वचन मिठो हजुर नयाँ लाउन छिटो सो फ्रेन्ड्स हामी चाहिँ फाइनली माथि हामी भ्युटारमा आइपुगेको छौँ सो यहाँ चाहिँ एकदम चिसो छ हावा चलेछ रहेछ अरू मान्छेहरू रासाइसक्नु भएछ यो माथि अझै डाँडाभित्र जानुपर्छ होइन यहाँ अरू मान्छेहरू नआउँदै हुनुहुँदो रहेछ यहाँ आउँदै हुनुहुन्छ हामी चाहिँ के अरे मामाहरू अङ्कलहरू तल सामान लिन जानुभएको छ अनि हामी चाहिँ माथि यहाँ 3 जना बसेको छौँ अब हामी पनि जान्छौँ उकालो यहाँको हावाहुरी यस्तो छ बाटो यस्तो छ तपाईँले छ
फाइनली गाइस हामी हाम्रो ग्रुपहरु चाहिँ उलिएर आइसक्नु भयो खाने कुराहरु अब हामी जाँदैछौँ अब एउटा टक्क एउटा ठाउँ भेटेपछि हामी त्यो ठाउँ बस्छौँ अनि चिप्स करेन्टहरु प्लास्टिकमा लिएर चाहिँ के कसरी खानु पर्ने हो मैले चपस्टिक बनाएको थिएँ सिङ्काको कस्तो जाडो र यो फुल चाहिँ के कुन फुल हो तर दामी फुल छ व्हाइट कलरको झ्यापझिप झ्यापझिप ल ल ल ल ल ल ल ल यो अब बसेर खाने मतलब यो भोक लागिसक्यो यहाँ अहिले 10 बजिसक्यो अनि मैले मेरो इयरिङ पनि हराएँ चिप्स नै चिप्स वाउ कोरे क्र्याकर कुरकुरे सब छ सब करेन्ट प्लास्टिकमा प्लास्टिकले खाने रे आज ल्याएर म चौसी नो सानो चमच नभएर कसरी प्लास्टिक ल्याएर कसै चपस्टिकले खाँदैछौँ चटपटीहरू खाऊ त्यतिखेर फुसफुस फुटाएर यिनीहरूलाई चटपटेर उयसमा दिनुपर्छ खाइँदैछ जिउ फुटा अब खाइए मजाले घुमिन्छ यसपछि खाएपछि भोक मेट्यो सो फ्रेन्ड्स हामीले चाहिँ अहिले भर्खर खाइसक्यौँ होइन खाएर अनि क्यामेरालाई पनि सह्यो अब चाहिँ सबैजना कसै फोटो खिच्ने कसै गीतमा मस्त हुने अनि म चाहिँ भ्लगिङमा मस्त छु अनि हाम्रो अङ्कलहरू हुनुहुन्छ यता छ फोटो खिचिरहनु भएको अनि यहाँ चाहिँ हावा धेरै जग्गामा मलाई लास्ट टाढो भएको छ त्यही पनि फ्लाइङ यहाँ चाहिँ डाँडा काटेर यस्तै डाँडा काँडाहरू छ अझै जानु बाँकी छ नि
ए परबाट दौडेर सट्टी यहाँ हाल्नु मैले उडायो जाडो मात्र छ यहाँ त हाम्रो भ्यू टावर चाहिँ यहाँ छ जानुपर्ने त फोटो भएन हाम्रो हिरोहरू मेरो दाई भाइ भाइ अङ्कल मेरो भाइ अनि म फोटो खिचेर के जति प्याकहरू अर्को पच सो यो चाहिँ हाम्रो माथि डाँडामा भ्यू टावरको भ्यू टावर बनिरहेछ यो चाहिँ गेट रहेछ ट्रिसल भएको सो यो चाहिँ हो गेट बिल्डिङ बनिरहेछ अनि सो यु क्यान सी यो यहाँ दामी हिमाल देखेको छ फाइनली हामी चाहिँ एउटा रुममा चढिसक्यौँ यत्रो माथि आएको छ यस्तो छ भ्यू चाहिँ हावा झराउने क्या हट यु क्यान सी हियर भ्यू अरे दामी चाहिँ यहाँ तल देखिरहेछ उताबाट देखिरहेछ माथि भिडियो पनि चढ्यौँ अस्ति लाग्छ अब एकछिन हामी बसेर घर गर्छौँ घरदेखि यता झन् त्यही भएर अलिक चाँडो हिँड्नुपर्छ हामी छिट्टै जान्छौँ हामी यो पल्ट डाँडामा जानुपर्ने छ कोसीमा सो यहाँ फोटो हानिरहेछ सो गाइस हामी चाहिँ अहिले भ्यू टावरको माथि टपमा बसेको छौँ अनि जाडो भएर मैले चाहिँ मामाको ज्याकेट लाछु हो दाजु यहाँ दाइले कल गर्नु भएको हजुर हामी ऊ भ्यू टावरतिर छौँ दाइ हजुर त्यहाँबाट चाहिँ हाम्रो भाउजू नाच्नु भएको मैले देखाएको छु मम्मी जाडो जति छ ज्याकेट सकिँदैन त्यही हो सो यो चाहिँ हाम्रो गाउँको सबै मान्छेहरू भेला भएको छु यो डान्सिङ हियर अब चाहिँ हामी नाचेर घर पर्छौँ मेरो चार्ज पनि डेट भइसक्यो चार्ज पनि छैन मायाको मिठा छुट्टै सो फाइनल फ्रेन्ड्स अब चाहिँ हामी घर जाँदैछौँ एन्ड बोला डान्सको पनि गरिसक्यौँ सो यहाँको वेदर भनेको चाहिँ अहिले यो के अरे हुस्यो पनि आइसक्यो फेरि चिसो हुन थाल्छ सो सो अब चाहिँ हामी झर्छौँ आउँदै हुनुहुन्छ अब चाहिँ गइन्छ आफ्नो गाउँतिर खोर्सानीतिर बाई बाई गाइज हामी चाहिँ हिँडेको हेर्नु यार कोही छैन मलाई सोल्टीमा चाहिएर फेरि झर्दा नि त हो फेरि हाम्रो चाहिँ मामा नै हराउनु भयो कि कता जानु पो जानुभयो सुत्नलाई झन्डै लडेन सो हामी चाहिँ यहाँ उबाट भ्यू टावरबाट हिँडिसकेको छौँ
मेरो फोन पनि चार्ज छ कि इफ मैले तल राइचोकमा झरेर चार्ज गरेँ भने चाहिँ आई विल सी यु अगेन होइन नत्र भने चाहिँ मैले यतिकै भ्लग हेर्नुहुन्छ अरू मलाई एन्डमा भ्लग हियर किनभने अझै पनि मलाई घर पुगेसम्म आई मिन घर पुगेसम्म भिडियो बनाउनु छ अहिले चाहिँ म एन्ड गर्दिनँ इफ चार्जले मलाई साथ दिन्छ भने चाहिँ म तल घर पुगेसम्म बनाउँछु सो द्याट्स इट ओराले फेरि सो गाइज हामी चाहिँ यहाँ राइचोक पनि झरिपुग्यौँ अनि खाजा आएर कसको चाहिँ खान्छौँ कसको चाहिँ खाजा बन्दैछ मेरो फोन पनि चार्ज गर्न पाएर म चाहिँ भ्लग फेरि ब्याक आएँ इफ चार्ज नभएर चाहिँ म आउँदिनँ मिसर पनि मेरो हल्का परेर भाँसिएको रहेछ त्यसो हाम्रो चाहिँ मोमो खाजा पनि आइसक्यो हामी स्टार्ट गर्छौँ सुरु गर्नु सबैजना हामी चाहिँ बाटोबाट बल्ल राइचोकबाट हिँडेको छौँ अब कहिले घर पुग्नु पर्ने हो 8 यहीँ बजिसक्यो हेलो एभ्रिवान यो चाहिँ हामी दिलो राति झरेर मैले एन्डिङ भिडियो बनाउनु पाइनँ हामी चाहिँ हिजो कति माथिबाट 4 बजेबाट हिँडेर घर चाहिँ 11:30 आइपुगेको थियौँ त्यही म एकदम थाकेको थिएँ धेरै हिँडेर त्यही मैले हिजो एन्डिङ भिडियो बनाइनँ सो मैले आज बनाउँदैछु ओके गाइज थ्याङ्क यू फर वाचिङ माई भ्लग अब चाहिँ म मेरो भ्लग यति गर्छु डोन्ट फर्गेट टु सब्सक्राइब लाइक माई च्यानल सेयर टु यर फ्रेन्ड्स ओके थ्याङ्क यू बाई बाई गाइज सी यु नेक्स्ट भ्लग म चाहिँ भट्टाएर घाट आएको सो मैले मुख पनि देखाएन हात पनि देखाएन